तपाईँ बिगिनर हो अनि कन्फ्युज हुनुहुन्छ फुल फ्रेम क्यामेरा लिम कि क्रप सेन्सर क्यामेरा लिम भनेर, देन लेट मी हेल्प यु। मैले आफ्नो फर्स्ट क्यामेरा किन्ने सोच्दा मलाई नि एक्ज्याक्टली यही टेन्सन थियो। अनि इन्टरनेटभरि भिडियो स्क्रोल गर्दाखेरि मैले यति कुरा बुझेँ कि रियल क्वालिटी चाहिन्छ भने फुल फ्रेम क्यामेरा किन्नुपर्छ। बट हियर इज द ट्रुथ, इयर्स अफ सुटिङपछि मैले के बुझेँ भने हजुरलाई प्रोफेसनल काम गर्नलाई फुल फ्रेम क्यामेरा नै चाहिँदैन। मैले मेरो क्रप सेन्सर क्यामेराबाट धेरै प्रोजेक्ट्सहरू गरिसकेको छु, युट्युब भिडियोजहरूदेखि लिएर डकुमेन्ट्री, सोसल मिडिया कन्टेन्ट, वेडिङ्स। अनि अनेस्टली भन्नुपर्दा मोस्ट पिपल डोन्ट नो द डिफरेन्स बिट्विन फुल फ्रेम क्यामेरा एन्ड क्रप सेन्सर क्यामेरा। मेरो अफिसमा हामीले क्लाइन्ट वर्कको लागि क्रप सेन्सर क्यामेरा नै युज गर्छौँ एन्ड द रिजल्ट्स आर पाइने सबै सामान किराना पसलमा पाइहाल्छ, फास्ट किन चाहियो भनेर धेरैजनाले सोध्नुहुन्छ। सो यदि तपाईँले चाहिँ गुड क्वालिटी भिडियो लिन चाहनुहुन्छ तर हजुरसँग बजेट चाहिँ धेरै छैन भने एपिएस-सी क्यामेरा नै गुड चोइस चाहिँ हो। तर मलाई चाहिँ वेडिङ र नाइट टाइम सुटको लागि फुल फ्रेम क्यामेरा चाहिँ बेटर अप्सन जस्तो लाग्छ। यसलाई यसरी बुझ्दा हुन्छ, क्यामेरा एउटा टुल मात्रै हो विच हेल्प्स यु टु टेल अ बेटर स्टोरी। फुल फ्रेम क्यामेरा किन्दैमा हजुर बेटर स्टोरी टेलर, बेटर भिडियोग्राफर, बेटर सिनेमाटोग्राफर हुनुहुन्न। सो यदि तपाईँ बिगिनर हुनुहुन्छ भने एपिएस-सी क्यामेरा पनि बेटर अप्सन हो। बरु एक्स्ट्रा मनी हजुरले गुड माइक, लाइट र राम्रो लेन्समा इन्भेस्ट गर्नुहोस्। बिकज इन द इन्ड सेन्सरको साइज भन्दा नि हजुरको क्रिएटिभिटी म्याटर गर्छ।